आज मेरो जन्मदिनको दिनमा अस्ट्रेलियामा ह्याप्पी बर्थडे आन्टी। धन्यवाद तपाईँलाई, तपाईँलाई पनि धेरै धेरै धन्यवाद बर्थडेमा आएकोमा। यहाँ खाना मिठो छ। खाना सुरु हुँदैछ यहाँ चाहिँ है। म थोरै भिडियो लिँदैछु ल। अब यताबाट लिन्छु नि। आहा कस्तो छ नानी खाना? एकदम मिठो ल ठिक छ। अब धेरै परिकार चाहिँ बनाउन सकेन है, हामीले नै बनाएको, घरमा आफैले बनाएको जस्तो भयो नि। राम्रो मानेर खाऊ नानी बाबुहरू। अब कस्तो छ त खाँदा थाहा हुन्छ स्वाद त। आन्टीले भिडियो बनाली। हाम्रो छोरी दिउँसैदेखि आएर हेल्प गरेर बसिरहेछन् अनिसा छोरी, धेरै धेरै धन्यवाद उसलाई पनि। हाम्रो ज्वाइँ साहबलाई पहिल्यै सम्मान गर्नुपर्ने। अब आफू पहिला खाएर ज्वाइँलाई टक्रक्कै राखिया छ अझै कति बेरसम्म वेटमा। खाना खुवाउन यता सबैजना खाना खाँदै हुनुहुन्छ। एकदमै खुसी लागिरहेछ आज। भाग्यको कुरा हो नेपालदेखि अस्ट्रेलिया आएर जन्मदिन बनाउन पाउनु पनि कमाइको हुन्छ होला। एकदमै खुसी लागिरहेको छ। धन्यवाद, थ्याङ्क यू, धन्यवाद बाबु बर्थडेमा आइदिएकोमा। कस्तो छ खाना? एकदम मिठो छ। हजुरले पकाउनु भयो? मैले हो आज चाहिँ कोही होइन है। यहाँ बाहिर पनि के हुँदैछ। हाम्रो कान्छी उता फर्केको किन होला। थ्याङ्क यू ल। यता चाहिँ बार्बेक्यू हुँदैछ। धन्यवाद ल। आजको